भयो फो होइन, अब राहुनी भयो। राहुले चाहिँ के गर्छ भने एकदम डिसिप्लिन अनुशासनमा बस्नुपर्छ, एक्सन ओरिएन्टेड हुन्छ यस्तो मान्छे होइन, जस्टिस ड्रिभन हुन्छ, न्याय चाहिँ चाहिन्छ फेरि राहुलाई होइन, एकदम एम्बिसियस पनि हुन्छ, हाइली एम्बिसियस हुन्छ होइन। अब उहाँको चाहिँ त्यो चाहिँ पर्सनल गुण भयो 4 नम्बरको। अब उहाँको भाग्याङ्क हेऱ्यो भने चाहिँ 35 को 8 आउँदो रहेछ। अब हेर्ने उहाँको लाइफ कस्तो छ, 4/8 राहु र शनिको कम्बिनेसन छ होइन। यो भनेको एकदम विक कम्बिनेसनमा पर्छ, अगाडि पनि दुःख पछाडि पनि दुःख। न्युमरोलोजीमा 4 र 8 चाहिँ त्यति लक्की मान्छे होइन उहाँ, हेर्नु उहाँ लक्की मान्छे होइन। उहाँ मेहनत गरेरै अनुशासनमा बसेरै अगाडि, उहाँ चाहिँ कस्तो भने लामो दौडको घोडा हो क्या। 4 र 8 भनेको चाहिँ त्यस्तो सर्ट टर्म 81 झ्याप्प केही पनि हुँदैन क्या उहाँलाई। उहाँ चाहिँ बिस्तारै अगाडि बढ्ने मान्छे हो। भनेपछि जस्तो जीवनको 2टा धार हुन्छ, आधासम्म चाहिँ मुलाङ्कले ड्राइभ गर्छ। जस्तो अब त्योभन्दा अगाडि पनि त 4ले ड्राइभ गर्दाखेरि पनि अमेरिकामा केसहरू भएको भन्ने कुराहरू पनि आयो अनि यो विवाहको कुरा पनि आयो। हजुरले अझ इलाबोरेट गरौँ। अब हेर्नु 4ले के पनि गर्छ भने तपाईँको कन्फ्लिक्टहरू पनि क्रिएट गर्छ क्या। उहाँको लाइफ त्यस्तै भएको छ नि, जसरी उहाँको डिभोर्स भएको छ नि। अब हेर्ने मैले उहाँको लोसु ग्रिड चार्ट पनि बनाएको छु। त्यसमा के नम्बर आउँछ भने के नम्बर छैन भन्नेतिर लागौँ है। उहाँसँग सबै नम्बर छ, मात्रै के छैन 2 र 6 छैन। अघि तपाईँलाई भने नि 2 भनेको फिमेल प्लानेट हो, 6 भनेको फिमेल प्लानेट हो। उहाँको डेटामा 2टै प्लानेट छैन होइन। भनेपछि उहाँको जन्मिँदाखेरि लिएर आउनुभएको थियो। उहाँको त्यो सम्बन्ध जतिजनासँग बनाउनु हुन्थ्यो होइन, सम्बन्ध टुट्ने नै छ क्या। र अहिले पनि विवाह गरिसकेपछि त उहाँ सँगै त हुन पाउनु भएको छैन नि त लामो समयसम्म, त्यो पनि त एउटा रह्यो। त्यो पनि रह्यो, प्लस उहाँको जब कम्बिनेसन राम्रो हुँदैन नि